इतिहासमै पहिलो पटक मतपत्र र भोटको बाकस बोक्ने जिम्मा सिधै नेपाली सेनाले आफ्नो हातमा लिँदैछ। विगतका चुनावहरूमा मतपत्र ढुवानी गर्ने काम नेपाल प्रहरी र सशस्त्र प्रहरीले गर्थे। नेपाली सेनालाई ब्यारेक वा बाहिरी घेरामा मात्र सीमित राखिन्थ्यो। तर यसपालि खेल परिवर्तन भएको छ। गृह मन्त्रालय र निर्वाचन आयोगले स्पष्ट भनिसके यो चुनाव सामान्य होइन, असामान्य परिस्थितिमा चुनाव हुँदैछ। त्यसैले देशभरि 80,000 नेपाली सेना परिचालन भइसकेका छन्। सबैभन्दा ठुलो कुरा, मतदान भइसकेपछि मतपेटिकालाई मतगणना स्थलसम्म पुर्याउने सम्पूर्ण जिम्मा यसपटक सेनालाई अनिवार्य गरिएको छ। र यदि कुनै बुथमा लफडा भयो, बुथ क्याप्चर गर्न खोजियो भने सेनाले नेपाल प्रहरी, सशस्त्र र अनुसन्धान विभाग सहित 4वटै निकायको संयुक्त कमान सिधै आफ्नो हातमा लिनेछ। सेनाको नियम प्रष्ट छ। एक्सन पहिला, कुरा पछि। 165वटै निर्वाचन क्षेत्रमा सेनाको स्ट्राइकिङ फोर्स तयार छ। कुनै पनि घटना भएमा 20 देखि 30 मिनेटभित्र सेना त्यहाँ पुगेर स्थिति नियन्त्रणमा लिनेछ। तर सेनालाई यति ठुलो अधिकार किन दिनु पर्यो? कारण सुन्नुस्। प्रहरी प्रधान कार्यालयको आधिकारिक तथ्याङ्क अनुसार भदौ 24 गतेको आन्दोलनमा प्रहरीबाट 1200 हतियार लुटिएका थिए, जसमध्ये 400 भन्दा बढी हतियार अझै भेटिएका छैनन्। ती हतियार कसको हातमा छन्? कुन भूमिगत समूह वा राजनीतिक पार्टीका लडाकुले ती हतियार लुकाएर राखेका छन्? कसैलाई थाहा छैन। झन् डरलाग्दो कुरा, त्यो दिन जेल फुटाएर भागेका 14,000 कैदी मध्ये करिब 4,000 कैदी अझै फरार छन्। ती हत्यारा, बलात्कारी र डनहरू अहिले कहाँ लुकेर बसेका छन्? के उनीहरूलाई चुनाव बिथोल्न सुपारी दिइसकिएको छ? यसको माथि सर्वसाधारणले राखेका 15,000 भन्दा बढी लाइसेन्स प्राप्त हतियार पनि प्रशासनलाई बुझाइएको छैन। यति धेरै हतियार र यति धेरै अपराधीहरू सडकमा खुल्ला हुँदा चुनाव कसरी शान्तिपूर्ण होला? यही जोखिम देखेर नै सरकारले सेनालाई अगाडि सारेको हो। अब कुरा गरौँ, तपाईको भोटिङ केन्द्र कति सुरक्षित छ त? निर्वाचन आयोगले देशभरका करिब 12,000 मतदान स्थल मध्ये 4,114 ठाउँलाई अति संवेदनशील घोषणा गरेको छ। अति संवेदनशील भनेको के हो? जहाँ गोली चल्ने, बम पड्किने र भोट बाकस लुटिने 90% चान्स छ। डेटा हेर्नुस्। मध्य प्रदेश सबैभन्दा खतरामा छ। त्यहाँका 1246 मतदान स्थल अति संवेदनशील छन्। त्यसपछि बागमती प्रदेशमा 1288 ठाउँ रेड जोनमा छन्। काठमाडौँ उपत्यकामै 12वटा ठाउँ अति संवेदनशील छन्। विभिन्न शक्तिहरूले धार्मिक र साम्प्रदायिक सद्भाव भड्काएर चुनाव नै असफल बनाउने षड्यन्त्र गरिरहेको गुप्तचरको रिपोर्ट छ। त्यसैले आजैबाट सरकारले नेपाल भारत र नेपाल चीन सिमाना 72 घण्टाको लागि पूर्ण रूपमा सिल गर्न सिफारिस गरेको छ। मदिरा बिक्रीमा रोक लाग्दैछ। आज फागुन 13 गते, चुनाव आउन ठ्याक्कै 7 दिन बाँकी छ। यो 7 दिनमा तपाईलाई तर्साउने धेरै प्रयास हुनेछन्। त्यहाँ त बम भेटियो रे, त्यहाँ त गोली चल्यो रे, भोट हाल्न नजाऊ भनेर तपाईको ब्रेन वास गरिनेछ। तर प्रधानमन्त्री सुशीला कार्कीले आजै सुरक्षा प्रमुखहरूसँगको बैठकपछि स्पष्ट भनेकी छिन्, सुरक्षा व्यवस्थामा शङ्का गर्नुपर्ने कुनै ठाउँ छैन। भयरहित चुनाव गराउन सरकारले कुनै कसर बाँकी राख्दैन। पूर्व प्रमुख आयुक्त भोजराज पोखरेलले भने जस्तै सेनाको तैनाथीले अपराधीलाई त्रास र शान्ति चाहने जनतालाई सुरक्षा दिनेछ।